हेलो एभ्रिवान, वेलकम टु माई मिनी भ्लग। यो चाहिँ मेरो फर्स्ट भ्लग हो हैन। अनि मेरो पनि हैन, मम्मीले चाहिँ नुहाइधुवाइ गरेर मुख धोएर अनि पोछा लाउँदै हुनुहुन्छ। अनि मम्मीले चाहिँ पूजाका भाँडा माझेर अनि त्यसपछि पूजा गर्नुहुन्छ। हेर्न सक्नुहुन्छ यसरी। अनि त्यसपछि मम्मीले चाहिँ बिहान सधैँ पूजा गर्नुहुन्छ कि हैन। मम्मीले चाहिँ पूजा नगरी अरू काम गर्नै सक्नुहुन्न के। अनि त्यसपछि मम्मीले अनि हाम्रो स्कुल जानको लागि दाल बसाल्दै हुनुहुन्छ, नुन बेसार राखेर अनि सबै राखेर हेर्न सक्नुहुन्छ। बसालिसक्नु भएको छ। अनि साग पखाल्नु भयो न, बनाएर रेडी पारिसक्नु भएको थियो मम्मीले चाहिँ। त्यसपछि हामीले चाहिँ यहाँ बल्ल पानी खाँदैछौँ उठेर। त्यसपछि मम्मीले यसरी पिठो मुछ्नु भयो। पिठो मुछिसकेपछि मम्मीले चाहिँ हाम्रो लागि नास्ता। अनि त्यसपछि मम्मीले साग भुट्नुहुन्छ। अब हेर्नु है, चर्र गर्छ यसले फेरि, हेर्न सक्नुहुन्छ। अनि मम्मीले चाहिँ साग भुटिसक्नु भएको छ। मलाई चाहिँ साग एकदम मनपर्छ कि, मेरो र भाइको फेभरेट हो। अनि हामी चाहिँ यता पढ्दैछौँ। अनि मम्मीले भुटेर चाहिँ भइसक्नु भयो साग। अनि मम्मीले चाहिँ हैन लसुन ठिच्दै हुनुहुन्छ। दालमा चाहिँ एकदम राम्रो हुनुहुन्छ के, दाल चाहिँ झान्दै हुनुहुन्छ मम्मीले। जान्नुभयो मम्मीले धान। हेर्न सक्नुहुन्छ साग यति मिठो हुन्छ मलाई फेरि। त्यसपछि मम्मीले अब भात बसाल्दै हुनुहुन्छ। हामीलाई फेरि ढिलो हुन्छ नि त। मम्मीले चाहिँ बसालिसक्नु भएको छ। अनि मम्मीले रोटी पनि बनाइसक्नु भएको छ हाम्रो लागि चाहिँ स्कुल लैजानलाई हैन। मम्मीले चाहिँ यति धेरै काम गर्नुपर्छ। मम्मीले भ्याउनु न बिहान। अनि त्यसपछि नास्ता रेडी पारेर मम्मीले चाहिँ नास्ता बनाएकाहरू भाँडाहरू माझ्नु भयो। अनि धोइ पखाली गर्नुभयो। अनि त्यसपछि फाइनली यति खाना पाकिसकेपछि हामी चाहिँ टिफिनहरू सबै रेडी गऱ्यौँ कि, ब्याग प्याक गऱ्यौँ हैन। अनि मम्मीले चाहिँ साइन गरिदिनु भयो। अनि मम्मीले भात पस्किदिनु भयो हाम्रो स्कुल जानको लागि। अनि त्यसपछि साग, दाल, अचार सबै राखिदिनु भयो। मम्मी चाहिँ भ्याइ नभ्याइ हुनुहुन्छ बिचरा। अनि हामीले चाहिँ अब खाना ल्याइसक्यौँ साथीहरू। हेर्नु, भाइ त बरु अलि अर्को स्कुल गएर अलि ढिलो हुन्छ। अनि त्यसपछि मैले चाहिँ ब्रुस गरेर कपडा लगाउन लाग्छौँ। भाइलाई चाहिँ मम्मीले लगाइदिन्छ, म चाहिँ आफै रेडी हुन्छु है साथीहरू। भाइ चाहिँ अलि सानो छ। तर कति क्युट छ मेरो भाइ। अनि मम्मीले चाहिँ हैन तेल सेल लगाइदिनु भयो। भाइलाई चट्ट पारिदिनु भयो मम्मीले चाहिँ। अनि मैले चाहिँ यहाँ मम्मीले कपाल कोरिदिँदै हुनुहुन्छ मलाई चाहिँ। म फेरि कपाल कोरेको अलि राम्रो हुन्न कि स्कुल जाँदा भनेर अनि आफै कपाल कोर्दैन कि मम्मीलाई भन्छु आए पनि हैन। अनि त्यसपछि मम्मीले चाहिँ हामीलाई टिका लगाइदिनु भयो बिहान पूजा गरेको। अनि भाइले चाहिँ मम्मीलाई ढोगे पनि। अनि म चाहिँ चाँडो स्कुल छ अनि म चाहिँ गइसकेँ साथीहरू। अनि भाइ गयो। अनि फाइनली मम्मीले हामीलाई छोडेर